त्यो संरचनाहरू ध्वस्त हुने क्रममा एनसेलमा पनि ठुलो क्षति पुग्यो, खास गरेर एनसेलको चाहिँ मैनचौर स्थित कार्यालयमा। तर त्यो कार्यालयमा अहिले जाने अवस्था रहेनछ, त्यो कार्यालय छोडिसकेको अवस्था र त्यो कार्यालय अब चाहिँ नि उहाँहरूले छोडेर आइसकेपछि यहाँ अहिले काम चलाउ कार्यालयमा उहाँहरू बसिराख्नु भएको रहेछ र उहाँहरूको भनाइअनुसार झन्डै 65 करोडको क्षति चाहिँ जेन्जी आन्दोलनमा भयो भन्ने कुराहरू उहाँहरूले गर्नुभयो। त्यो पनि हेर्नुपर्ने थियो र साथमा अर्को कुरा चाहिँ हामीले नेपाल टेलिकमको भ्रमण गर्ने क्रममा नेपाल टेलिकममा पनि विद्यार्थीहरूको लागि केही योजनाहरू चाहियो, जेन्जीहरूको लागि चाहियो भन्दा हामीले त्यहाँ नेपाल टेलिकममा चाहिँ स्टुडेन्ट प्याकेज भनेर चाहिँ जुन सुरु गरेका छौँ र उहाँहरूले मसँग मन्त्रालयमा भेट्न आउँदाखेरि चाहिँ उहाँहरूलाई मैले भनेको थिएँ खास गरेर विद्यार्थीहरूको लागि जेन्जीहरूको लागि तपाईँहरूले केही गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनिराख्दाखेरि उहाँहरूले चाहिँ जेन्जीहरूको लागि पनि हामी केही नयाँ चाहिँ प्याकेज ल्याउँछौँ भन्नुभयो र साथै अर्को मेरो कन्सर्न चाहिँ एभरेस्ट बेस क्याम्पको एरियामा जहाँ धेरै पर्यटकहरू जान्छन् त्यहाँ चाहिँ केही गर्न सकिन्छ कि धेरै गुनासोहरू आएको थियो। त्यो बाहेक हाम्रो चाहिँ दुर्गम ठाउँहरूमा पनि टेलिकम्युनिकेसनको चाहिँ पहुँच अझै पनि कमजोर भइरहेको अवस्थामा केही गर्न सकिन्छ कि भन्ने कुराहरू थियो। त्यो सन्दर्भमा आज आउँदाखेरि उहाँहरूले चाहिँ जेन्जी प्याक भनेर उहाँहरूले जेन्जीको सन्दर्भमा चाहिँ केही प्याकेजहरू ल्याउनु भएको छ जुन अब सार्वजनिक उहाँहरूले गर्नुहुन्छ होइन त। र साथसाथै जेन्जी स्कलरसिप भनेर 1 करोडको स्कलरसिप चाहिँ 100 जना विद्यार्थीको लागि देशभरिबाट प्रतिस्पर्धा गरेर त्यो विद्यार्थीहरूको लागि प्याकेज के अरे स्कलरसिपको व्यवस्था उहाँहरूले गर्नुभएको छ। त्यो कुराहरू चाहिँ अब कार्यान्वयनमा अगाडि बढ्छ यो कुराहरू चाहिँ थियो र सगरमाथा बेस क्याम्पको लागि पनि उहाँहरूले अब हामीले चाहिँ थप 5वटा पोइन्टमा चाहिँ उहाँहरूले काम गर्ने र त्यो गोरक्षसम्म सगरमाथा बेस क्याम्पको माथि गोरक्षसम्म त्यो सबै रेन्जमा चाहिँ उहाँहरूले अब 4G को पहुँच पुर्याउने भन्ने कुराहरू आएको छ। त्यसका धेरै अलिकति केही प्रक्रियाहरू छन्, त्यो प्रक्रिया गरेर अगाडि बढ्ने भन्ने कुराहरू आएको छ र त्यसमा उहाँहरूले यो गर्नुभएकोमा चाहिँ नि उहाँहरूलाई मैले धन्यवाद भनेको छु र एक्नोलेज गरेको छु। त्यो कुराहरू पनि तपाईँहरूलाई मैले जानकारी गराउँछु। साथमा मैले एनसेल आइराख्दाखेरि सम्भवतः आई एम द फर्स्ट मिनिस्टर होइन जुन एनसेलमा भिजिट गर्ने र मेरो भिजिट गर्नुको अर्को उद्देश्य चाहिँ के पनि थियो भनेदेखि म मन्त्री भएर आएदेखि नै मलाई चाहिँ के आयो भनेदेखि एनसेलबाट कहिले पैसा उठाउँछस्, एनसेलबाट कहिले पैसा उठाउँछस् भन्ने नै म्यासेज चाहिँ नि बढी आएको थियो। त्यस कारणले गर्दाखेरि मैले उहाँहरूलाई के भने भनेदेखि तपाईँहरू यत्रो कभर गरिराख्नु भएको छ, यत्रो सर्भिसहरू दिइराख्नु भएको छ, तपाईँहरूले आफ्नो हिसाबले ट्याक्स पनि पे गरिराख्नु भएको होला, त्यो सबै कुराहरू होला, तर जुन विवाद आएको छ त्यो विवाद त सल्भ गर्नु पर्यो नि। विवादहरू आएको छ, तपाईँहरूले तिर्नुपर्ने पैसा छ भने पैसा तिर्नु पर्यो र तपाईँहरूले चाहिँ नि यो जुन अहिले सेयरको कुराहरू आएको छ, कम मूल्यमा चाहिँ सेयर गरेर 5-6 अर्बमा चाहिँ नि यसको कारोबार गरेको कुरा, यो गरेको कुरा, त्यो गरेको कुरा यति धेरै आएको छ, टाइमली पैसा नतिरेको कुरा, ड्यू एमाउन्ट रहेको कुरा, यो सबै आएको कुराहरू चाहिँ यो सल्भ गर्नु पर्यो र यो विवाद हुनु भएन। र मैले उहाँहरूलाई रिपिटेडली आई एम युजिङ द वर्ड रेपुटेसन, इजन्ट इट, रेपुटेसनको कुरा उहाँहरूलाई मैले गरेको छु कि हामीले बिजनेस गरिराख्दाखेरि रेपुटेसन भेरी इम्पोर्टेन्ट हुन्छ। त्यसैले पब्लिकको नजरमा, राज्यको नजरमा तपाईँले गरेको बिजनेस चाहिँ सम्मानित हुनु पर्यो, सबैले ओहो कस्तो राम्रो भन्नु पर्यो। नभए एउटा मन्त्री आउँदा, सरकार आउँदा एनसेलबाट पैसा उठा कि भन्ने त्यो हिसाबले त बिजनेस गर्न मजा आउँदैन। त्यसैले उहाँहरूलाई मैले यो जति पनि विवाद छन् यो विवादहरूको सल्भ गर्नुहोस्, सल्भ गरेर एउटा चाहिँ क्लिन बिजनेस अगाडि गर्नु पर्यो। त्यो क्लिन बिजनेस गर्ने कुराहरूमा, क्लिन सर्भिस दिने कुराहरूमा सरकारको तर्फबाट सपोर्ट हुन्छ, तर यो विवाद चाहिँ पहिला सल्भ गर्नुहोस् भनेर उहाँहरूलाई मैले त्यो कुराहरू पनि राखेको छु र उहाँहरूको तर्फबाट कमिटमेन्ट पनि आएको छ। र यो जुन क्षति अहिले भएको छ त्यो क्षतिको सन्दर्भमा पनि सरकारले नेपाल टेलिकम र एनसेललाई अथवा अरू जति पनि सेवा प्रदायकहरूलाई गर्ने व्यवहार एउटै हुन्छ र एउटै हुनुपर्छ भन्ने हिसाबले चाहिँ यो अहिले जति क्षति भएको छ त्यो क्षतिमा पनि मैले उहाँहरूलाई दुःख व्यक्त गरेँ र यो क्षतिको सन्दर्भमा सरकारको तर्फबाट गर्नुपर्ने कुराहरूको सन्दर्भमा पनि हामीले सरसल्लाहहरू गऱ्यौँ र समग्रमा चाहिँ यही नै भयो। र मुख्य गरेर चाहिँ आज अब जेन्जीहरूको लागि चाहिँ केही विशेष अब आउँदाखेरिको अवस्थामा अझ बढी चाहिँ सार्थक हुन्छ र यो विवाद छिटोभन्दा छिटो मिलाउनु पर्यो भन्ने नै
यो समस्या कहाँनिर भयो भने तपाईँहरूलाई म स्पष्ट भन्छु। समस्या कहाँ भयो भनेदेखि मेरो विचारमा जस्तो एनसेलको कुरा गर्नुहुन्छ भने एनसेल आफैले मजाले बिजनेस गर्थ्यो होला, क्लिन बिजनेस गर्थ्यो होला। यहाँ पनि राजनीतिक हस्तक्षेप भयो। अनि राजनीतिक हस्तक्षेप मात्रै भएन, हरेक पार्टीका चाहे एनसेल पनि पुग्यो राजनीतिकरणको। र तपाईँहरूलाई के हो भने अब मलाई थाहा छैन उहाँहरूले कसलाई के कति भाग पुर्याउनु पर्यो, के भयो। हरेक सरकार आएपछि भाग खोज्ने भयो, मन्त्रीले भाग खोज्ने भयो, अरूले भाग खोज्ने भयो, कसले भाग खोज्ने भयो होला नि त, भाग खोज्ने भयो होला। अब यत्रो ठुलो इन्स्टिट्युसन उहाँहरूले पनि राजनीतिक मिलाउन, नेता मिलाउन, पार्टी मिलाउन कहाँ कति खर्च गर्नु। अब जब पुगिन्जेल त सबै कुरा मिलेको थियो, जब पुगेन कसैलाई भाग पुगेन होला, कसैलाई दिन सक्नु भएन होला, दिलाउन सक्नु भएन होला। यी सबै कुराहरू भए पछाडि अहिले चाहिँ अवस्था कस्तो आयो भनेदेखि एनसेल आफै पनि विवादमा यसरी पर्यो र राजनीतिक दल, नेताहरू र त्यति बेलाका सरकारहरू, म एउटालाई भन्दिनँ, जो जोडिनु भएको छ, नजोडिएको पर्नुहुन्न है। फेरि यो कुरा तपाईँहरूलाई क्लियर गर्नु, नजोडिएको प्रधानमन्त्री पनि पढ्नुहुन्न, नजोडिएको मन्त्री पनि पढ्नुहुन्न, तर जो जोडिनु भएको छ र जसका हल्लाहरू आएको छ त्यसका जवाबदेही चाहिँ एनसेल र उहाँहरू हुनुपर्छ र तिर्नुपर्ने कुरा क्लिन रूपमा एनसेलले तिर्नु पर्यो, नतिर्नुपर्ने भए नतिर्नु पर्यो। अहिले हेर्दा मेरो मन्त्रालयको हकमा मैले के देखेको छु भने 20 अर्बको कुरा छ। 20 अर्बको कुराहरूमा उहाँहरूकै इन्स्टलमेन्ट क्याबिनेटले गरेको रहेछ 5 अर्ब। त्यो पनि इथिकल हो कि होइन पनि मैले अब किनभने त्यो हेर्न बाँकी छ। इथिकल्ली अगाडि नै तिर्नुपर्ने हो कि पछाडि तिर्नुपर्ने पनि हेर्न बाँकी छ। अगाडि तिर्नुपर्ने भए उहाँहरूले अगाडि तिर्नुपर्छ, नसक्ने भएदेखि इन्स्टलमेन्टको त्यो ठिक छ भने ठिक छ। तर जहाँबाट उठाउनु पर्ने कुराहरू छ, उहाँहरूको उठ्नुपर्ने कुरा, कम मूल्याङ्कनको कुरा, सेयरको कुरा, यी सबै कुराहरू यो सल्भ गर्नु पऱ्यो। यो डिस्प्युट चाहिँ सल्भ गर्नु पऱ्यो। किन नेपाली जनताको नजरमा अलि नकारात्मक कुराहरू बढी आयो र त्यसको जवाफदेही हामी पनि हुनुपर्ने भएकोले सरकार त्यो कुरामा, अहिलेको सरकार क्लियर छ। जहाँसम्म तपाईँले अर्को कुराहरू गर्नुभयो, अब पछि के हुन्छ त एनसेलको 2019 होइन, 2019 पछि के अरे 2029 होइन त, 2029 पछाडि के हुन्छ त भन्ने कुराहरूमा हामी चाहिँ स्पष्ट छौँ। हामी के स्पष्ट छौँ भने कम्तीमा हाम्रो यो सरकार रहिन्जेलसम्म हामी 1 नम्बरमा देश र जनतालाई हेर्छौँ, देश र जनतालाई हेर्छौँ। यसलाई रिन्यू कसरी गर्ने, अब किनभने सरकारले, त्यसपछि त सरकारले लिनुपर्ने होला, रिन्यू गर्ने कि सरकारले लिने कि सरकार आफै कसरी चलाउने कि, यो कुराहरूमा कम्तीमा यो 3-4-5 महिनाको अवधिमा यो सबै सल्भ हुन सक्छ कि सक्दैन त हामीलाई थाहा छैन। तर हामी एउटा फाउन्डेसन चाहिँ सकभर के बनाउन खोज्छौँ भनेदेखि कति सकिन्छ त्यो हेर्नुपर्ने हुन्छ। 2029 पछाडि पनि स्मुथली सरकारसँग आएपछि अथवा कुनै मेकानिजमबाट जे प्रक्रियाहरू छन्, त्यहाँ नीतिगत, संरचनागत कयौँ अलमल र अल्झनहरू छन्, त्यसलाई टुङ्ग्याएर यो फेरि पनि देश र जनताको हितमै ल्याउनुपर्छ। किनभने यसको कभरेज जुन छ, यसको प्रयोगकर्ताहरू जति छन्, त्यो सबै प्रयोगकर्ताहरू त चाहिँ उनीहरूको अधिकार हुन्छ नि त। उनीहरूको त जसले एनसेलको सिम प्रयोग गरिरहेछ, इन्टरनेट प्रयोग गरिरहेछ, नम्बर प्रयोग गरिरहेछ, त्यो कन्टिन्यू हुनुपर्छ भन्ने कुरा त त्यो चाहिँ पिपुलको राइट हो। त्यो अधिकार कहाँबाट सुनिश्चित हुन्छ त? राज्यबाट हुन्छ। किनभने यी सबै संरचना त राज्य अन्तर्गतका निकाय हुन् नि त। भनेपछि त्यो एस्योर हामी गर्छौँ। त्यसको लागि अहिलेको यो अन्तरिम सरकार भएकोले हाम्रो अवधिमा जति हुन्छ त्यति काम हामी फाउन्डेसनहरू बनाउँछौँ, नीतिगत तवरमा, संरचनागत तवरमा, अरू तवरमा। बाँकीका कुराहरू चाहिँ हामी के हो भनेदेखि मिलाएर जान्छौँ। यहाँहरूलाई म के स्पष्ट पार्न चाहन्छु भने यो नागरिक सरकार हो। नागरिक सरकार भएकोले यो 1 नम्बरमा नागरिकप्रति जवाफदेही हुन्छ, जनताप्रति जवाफदेही हुन्छ, देशप्रति हुन्छ र साथमा बिजनेस गर्ने यस्ता इन्स्टिट्युसनहरूलाई पनि उसले सपोर्ट गर्नुपर्छ। किनभने इन्भेस्टमेन्ट नभइकन त तपाईँको चाहिँ देश त बन्न सक्दैन नि त। त्यसैले एनसेल प्रति यो सरकार नेगेटिभ छ होइन, नेगेटिभ पनि छैन, पोजिटिभ पनि छैन। यदि एनसेल देश र जनताप्रति पोजिटिभ छ भने हामी पोजिटिभ छौँ, यदि एनसेल देश र जनताप्रति नेगेटिभ छ भने हामी नेगेटिभ हुन्छौँ। किनभने यो त नागरिक सरकार हो। त्यसैले हामी यो कुरामा स्पष्ट छौँ र यो केही अल्झनहरू चाहिँ मिलाएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।